काठमाडौँ महानगरपालिका 9 स्थित गैरी गाउँको सुकुम्बासी बस्ती पनि हटाइएको छ। अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरू तथा बस्तीहरू सरकारको निर्देशनअनुसार भत्काउने अभियान अन्तर्गत शनिबार नै गैरी गाउँको सुकुम्बासी बस्ती पनि डोजर लगाई हटाइएको हो। थापाथली सुकुम्बासी बस्तीको तुलनामा गैरी गाउँमा पक्की संरचनाहरू बनाइएको पाइएको छ। बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन भएको थियो। बस्ती हटाउने क्रममा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। यद्यपि सुरक्षाकर्मीहरूलाई सम्भावित अवरोध रोक्न उच्च सतर्कतामा राखिएको थियो। नेपाल बहस टेलिभिजन खोजमूलक पत्रकारिता।